तपाईले कहिले सोच्नु भएको छ हामी हरेक दिन खाने भातको सम्मान गर्न नेपालमा एउटा विशेष दिन किन मनाइन्छ? आखिर धान दिवसको वास्तविकता कारण के हो? यो भिडियो अन्तिमसम्म हेर्नुहोस् किनकि आज तपाईले धान दिवसको यस्तो कुरा थाहा पाउनुहुनेछ जुन धेरैलाई थाहा छैन। आज हामी धान दिवस किन मनाइन्छ र यसको विशेष महत्त्व के हो भन्ने बारेमा बुझ्नेछौँ। नेपाल कृषि प्रधान देश हो। यहाँका धेरै मानिसहरूले मुख्य पेसा कृषि हो र धान हाम्रो प्रमुख खाद्यान्न बाली हो। त्यसैले हरेक वर्ष असार 15 गते धान दिवस मनाइन्छ। यस दिन किसानहरू खेतमा धान रोप्दै हिलोमा रमाइलो गर्छन्, दही चिउरा खान्छन् र मेहनत गर्ने किसानप्रति सम्मान व्यक्त गरिन्छ। यो केवल एउटा पर्व मात्र होइन, किसानको पसिना, मेहनत र अन्नप्रतिको सम्मान प्रतीक पनि हो। धान दिवस मनाउनुको मुख्य उद्देश्य धान उत्पादन बढाउनु, प्रेरणा दिनु, आधुनिक खेती प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नु र कृषि क्षेत्रको महत्त्वबारे सबैलाई सचेत गराउनु हो। तपाईको थालमा देखिने प्रत्येक दानाको पछाडि किसानको महिनौको मेहनत लुकेको हुन्छ। घाम, पानी, हिलो र अनगिनत दुःख सहेर किसानले उत्पादन गरेको धानले नै हाम्रो भन्सामा भरिन्छ। त्यसैले धान दिवसले हामीलाई एउटा महत्त्वपूर्ण सन्देश दिन्छ। अन्नको सम्मान गरौँ, किसानको सम्मान गरौँ, अन्न खेर नफालौँ, कृषि र किसानप्रति कृतज्ञ बनौँ। अन्त्यमा सबै मेहनती किसान दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक सम्मान। उनीहरूकै अर्थक परिश्रमले हाम्रो जीवन चलिरहेको छ। यदि यस्तो जानकारीमूलक भिडियो मन पर्यो भने लाइक, सेयर गर्नुहोला र अन्तिममा सब्स्क्राइब गरिदिनुहोला। धन्यवाद। जय नेपाल।